मेरो नाम चाहिँ इन्द्र तामाङ हो। हामी चाहिँ घोडा व्यवसाय सङ्घमा अब हामी कार्यरत छौँ अहिले चाहिँ है। अनि अब यस्तै छ घोडा अब अहिले चाहिँ अक्सिजन खोलेको है, अक्सिजन भएर अहिले चाहिँ त्यति चलपल छैन। अब हाम्रो चाहिँ राइड गराइ चाहिँ कस्तो हुन्छ भने नगरपालिकाले हामीलाई तोकिदिएको 50 देखि 2500सम्म छ चाहिँ 50 देखि 2500सम्म छ। 2500 को तपाईँको अलराउन्ड हान्छौँ। 2000 को छ एउटा, त्यो एउटा सुटिङ प्लेस चाहिँ सबै अब नगरपालिकाले तोकिदिएको रेट मात्रै छ। त्योभन्दा हामीले 1 रुपियाँ ज्यादा पनि लिनु मिल्दैन र कम्तीमा पनि जानु मिल्दैन सर। क्या कतिवटा घोडा छ यहाँ? 39 जना छ। के अरे बिहानदेखि बेलुकासम्म लगभग कतिजना जतिको हाम्रो यस्तो छ, हामी 39 जनामा 13 जनाको उयो हुन्छ, सिस्टम छ, पालो सिस्टम राखेको छौँ। नभए एकैचोटि हो भने त यहाँ घोडा लडाइँ गरेर झगडा गरेर हुन्छ है। त्यसो हुँदाखेरि हामीले 13 जनालाई एक टाइम, 13 जनालाई एक टाइम, 13 जनालाई एक टाइम छ है। त्यस्तो हुँदाखेरि 39 जना हामीले मिलाएर चलाएको छौँ। तर रेट भन्दा बाहिर हामीले बोक्नु पनि मिल्दैन, रेट भन्दा तल माथि लिनु पनि मिल्दैन हामीले। त्यस्तो छ। अनि घोडाको अब कस्तो हुन्छ भने अब कुनै घोडाले हिर्काइदिन्छ के हुन्छ होइन। त्यस्तो हुँदा हामी सङ्घै हो। आमदामी त सर यस्तो हो, हाम्रो जिउस सबै खर्च काटेर नगरपालिकालाई हामीले एक दिन बराबर 80 रुपियाँ तिर्नुपर्छ एउटा घोडा बराबर होइन। आमदामी तपाईँको हाजिर बस्छ भनौँ न। अब त अक्सिजन भयो, यो पनि बस्दैछ। घोडालाई ठिक्क खानु पुग्छ। कुन सिजन चाहिँ हाम्रो सिजन भनेको मङ्सिर पुस अनि वैशाख। रुटहरू चाहिँ तपाईँको मैले भने एउटा अलराउन्डको प्याकेज छ 2500 को छ, एउटा 2000 को प्याकेज छ नगरले राखिदिएको यो सुटिङ प्लेस हो, अनि एउटा भ्यू पोइन्ट हो स्वर्ग डाँडा भन्ने। त्यो सबै नगरपालिकाले तोकिदिएको छ सर है। अनि यहाँ सर्ट राउन्डको चाहिँ तपाईँको एउटा फोटो खिचेको 50 राखिदिएको छ। यहाँ सर्ट राउन्डको फोटो खिचेर झरेको 50, यहाँ सर्ट राउन्ड गर्नुभयो भने 300 को राखिदिएको छ।